पुआओ एसियाली मञ्च 2026को वार्षिक सम्मेलन मार्च 24देखि 27 तारिकसम्म चिनको हाइनान प्रान्तस्थित पुआओमा जारी छ। विभिन्न देशका नेतागण, मन्त्रीहरू, प्रसिद्ध विज्ञहरू र उद्यम जगतका अगुवाहरूले साझा भविष्यको निर्माण, नयाँ परिस्थिति, नयाँ अवसर, नयाँ सहकार्य भन्ने मुख्य विषयवस्तुमा विचार विमर्श गरेका छन्। चालु वर्ष चिनको 15औं पञ्चवर्षीय योजनाको सुरुवात वर्ष हो। हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको भन्सार सञ्चालनको पनि पहिलो वर्ष हो र पुआओ एसियाली मञ्च स्थापनाको 25औं वार्षिकोत्सव पनि हो। त्यसैले यो फोरमको अर्थ अझै ठुलो र महत्त्वपूर्ण छ। अन्तर्राष्ट्रिय परिस्थिति जटिल र अस्थिरतातर्फ फसिरहेको पृष्ठभूमिमा चीनले विश्वसँग विकासको अवसर दृढताका साथ साझा गर्दै विश्व अर्थतन्त्रलाई अमूल्य निश्चितता प्रदान गर्दै आएको छ। पुआओ एसियाली मञ्चको महत्त्व र यस फोरमबाट के अपेक्षा गरिएको छ भन्ने विषयमा कुराकानी गर्दै चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले यसरी भन्नुभयो। पुआओ एसिया मञ्च वास्तवमा एसिया क्षेत्रमा चाहिँ आर्थिक एकीकरण र आर्थिक सहयोग आदान प्रदान गरी एसियालाई नै एक आर्थिक केन्द्रको रूपमा अगाडि बढाउनको लागि स्थापना भएको मञ्च हो। यसमा विभिन्न राजनीतिक कर्मीहरू, निजी क्षेत्र, एक्सपर्टहरू, विभिन्न सेक्टरबाट चाहिँ आएर जल्दो बल्दो विषयहरू तथा मुख्यतया चाहिँ आर्थिक सहयोग र आर्थिक वृद्धिलाई चाहिँ प्रभाव पार्ने विभिन्न विषयहरूकोमा छलफल हुने गर्दछ। यसपटक साझा समृद्धिका लागि जुन एउटा आकार दिने नयाँ परिस्थितिमा चाहिँ नयाँ सहयोग, नयाँ परिस्थिति, नयाँ सोच, नयाँ सहयोगका साथ नारा लिएर जुन यो पुआओ फोरम मार्चमा हुँदैछ, यो अत्यन्त महत्त्वपूर्ण समय जस्तो लाग्दछ। जुन अहिले मात्रै हालै मात्र सिर्जित यो मध्यपूर्वमा सिर्जित पछिल्लो घटनाबाट झनै हामीलाई शान्ति कायम गर्न र एकअर्का प्रति सहयोग अभिवृद्धि गर्न अझै बढी सान्दर्भिक भएको छ जस्तो मलाई लाग्छ। पुआओ फोरमले एसियाली राष्ट्रहरूबीच चाहिँ थप समन्वय, सहयोग गरी र अहिले जुन परिस्थितिहरू सृजना भएको छ ती परिस्थितिहरूलाई चाहिँ मूल्याङ्कन गर्दै र आगामी दिनमा चाहिँ कसरी हामी सहयोग अभिवृद्धि गर्न सकिन्छ, जुन खुलापनको साथ र नवीन सोच आदान प्रदान एकअर्काका बिचमा चाहिँ गरेर जुन अरू हामीसँग पहिले रहिरहेका परम्परागत चुनौतीहरू थिए तिनीहरूलाई पनि समाधान गर्नलाई हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने एउटा पुआओ फोरमले चाहिँ मञ्च प्रदान गर्नेछ भन्ने मलाई लाग्दछ। सन् 2015 पुआओ एसिया फोरमको वार्षिक सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी जिनपिङले भागे समुदायतर्फ अघि बढ्दै एसियाको नयाँ भविष्य सिर्जना शीर्षकको भाषण गर्दा एसियाली भागे समुदायको निर्माण गर्ने सिद्धान्त प्रस्तुत गर्नुभयो। सन् 2025 अप्रिलमा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकले यसलाई शान्ति, सहयोग, खुलापन, समावेशीपनको एसियाली मूल्य मान्यताका रूपमा संक्षेपीकरण गरेको थियो। कार्यवाहक राजदूत खनालले एसियाली मूल्य मान्यताको सकारात्मक प्रभावबारे यसरी मूल्याङ्कन गर्नुभयो। चीनले छिमेकीसँगको सम्बन्धमा लिएको जुन शान्ति, खुलापन तथा सहयोगको सिद्धान्त छ त्यो अत्यन्तै महत्त्वपूर्ण छ। आजको विश्वमा जुन केही दिनदेखि चाहिँ मध्य पूर्वमा जुन सिर्जित घटनाहरू छ र जुन अशान्तिको अवस्था छ यसमा चाहिँ यसबाट प्रभुत्ववाद, त्यसै गरी संरक्षणवाद, उग्र राष्ट्रवाद यस्ता विषयहरूले चाहिँ स्थान लिइरहेका छन् र शान्ति, सहकार्य जस्ता कार्यहरू, अवधारणाहरू चाहिँ कमजोर हुँदै गएका छन्। यस्तो अवस्थामा चीन एउटा स्थिर, स्थायी र विश्वलाई नै नेतृत्व दिन सक्ने एउटा देशको रूपमा उभिएको छ। यस खालको चाहिँ जुन अस्थिर अवस्था आएको छ यसले गर्दा भविष्यमा विभिन्न परिस्थितिहरू, चुनौतीहरू हामी जस्ता साना देशहरूले र अन्य एसियाली देशहरूले चाहिँ भोग्नुपर्ने हामी देख्दछौँ। यस्तो अवस्थामा चीनले अवलम्बन गरेको यो खुलापन, शान्ति र विकासको अवधारणाबाट हामी जस्ता एसियाली देशहरूले अवश्य पनि सहयोग पाउनेछौँ र एसियामा चाहिँ थप शान्ति प्रवर्धन गर्न र सहकार्य र विकासमा चीनको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने मलाई लाग्दछ र नेपालले पनि चीनले लिएको यस नीतिबाट लाभ लिनेछ भन्ने मलाई लाग्दछ। विश्व राम्रो भए मात्रै एसिया राम्रो हुन्छ, एसिया राम्रो भए विश्व राम्रो हुन्छ।
25 वर्ष पार गर्दै पुआओ एसियाली मञ्च एसिया र विश्वकै महत्त्वपूर्ण उच्चस्तरीय संवाद मञ्च बनेको छ, जसले निरन्तर रूपमा अस्थिर तथा परिवर्तनशील विश्वका लागि मतैक्यता जुटाउँदै र निश्चितता थप्दै आएको छ। 15औं पञ्चवर्षीय योजनाको नयाँ सुरुवातमा यो भव्य सम्मेलन विश्वलाई उच्च गुणस्तरीय विकासको शक्ति र खुलापनको अठोट दर्शाउने चीनको झ्याल मात्र होइन, विश्वले चिनिया अवसर बाँड्ने र सहकार्य मार्फत जित हासिल गर्ने मञ्च पनि हो।